आजको भिडियो स्टार्ट हुँदैछ कपडा धोएदेखिबाट। हेलो एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो न्यू ब्लगमा। आशा गर्छु हजुरहरू धेरै धेरै सन्चै हुनुहुन्छ होला। म पनि अहिले चाहिँ ठिकठाकै छु गाइस। त्यहाँबाट म चाहिँ यहाँ कपडा धुन भनेर लागिसकेको छु। धुइधाइ पारेर म चाहिँ यहाँ फिल्टरमा, गाइस हाम्रो पानीको चाहिँ यति दुःख छ नि नभन्नु होला। फिल्टर गरेर धुँदैछु म चाहिँ यहाँ कपडाहरू ने। कपडा फिल्टरमा पानी लगाएर आएँ यता म चा बनाउनलाई। चा चाहिँ मैले पिएको थिइनँ गाइस। टाइम चाहिँ भइसकेको थियो 11 बजेको थियो। हेर्नु न, यो चाहिँ अनि हाम्रो दादाको ससुराली लान भनेर रोटी बनाउनु भएको थियो माइजूले। अनि हिजो ल्याइदिनु भएको थियो। अनि खाएर एउटा बचेको थियो र गाइस, त्यही नास्तामा खान्छु भनेर म चाहिँ यहाँ फटाफट गरेर चासा बनाएर म चाहिँ यहाँ नि सार्दैछु। अहिले चाहिँ 1 कप लिएर पुरा स्पेसल गाइस चा चाहिँ मेरो चाहिँ। अनि यता चाहिँ बोजू घरबाट ल्याएको थिएँ साग। अब अहिले सागको सिजन छ, अब साग त हुनैपर्छ गाइस। सब्जी त मलाई चाहिँ एकदम मिठो लाग्छ नि साग। फेरि मेरो बहिनीले चाहिँ खाँदिन नि फेरि। त्यहाँबाट म चाहिँ यहाँ साग देखाएर हजुरहरूलाई म चाहिँ चेस गर्दै खान लागेको छु गाइस। तर चेस होइन है, यो रक्सी पो चेस गर्छन् त होइन, यो त चिया पो हो त। अनि म चाहिँ हल्का हजुरहरूसँग बात गर्दै म चाहिँ चासा पनि पिसकेँ। त्यहाँबाट म चाहिँ आएँ यता कपडा सुकाउनलाई। गाइस हाम्रोमा चाहिँ घाम भन्ने काहीँ पनि हुँदैन, यहीँ मात्रै हुन्छ है घाम। अरूतिर कतै हुँदैन, बारीतिर हुन्छ। उता त अब टाढै पर्छ नि त अब। अनि त्यही भएर यहाँ चाहिँ म कपडा सुकाउन लागेँ। यता चाहिँ म पुरा सुकाइरहेको छु गाइस। सुकाउँदै घामले धोका दियो भने जस्तै भयो। हेर्नु न, घामै पो उयो धुमधाम पो भयो। घाम लाग्यो भनेर म चाहिँ कपडा धोएर सुकाएँ होइन। कपडा धुन लागेँ, घाम त म धोइसक्दै घाम पनि मलाई छोडेर गइसकेका छन्। त्यहाँबाट यता आएँ म खाना बनाउन गाइस। यहाँ चाहिँ अब मेरो ड्युटी पुरा चल्दैछ है, बिहानको ड्युटी। यो चाहिँ बिहान कता भन्नु गाइस, सरम हुन्छ। 12 बज्न लागेको थियो भात बनाउन भनेर यहाँ बसाइसकेको छु। त्यहाँबाट मेरो बहिनीलाई यहाँ आलु उसको चाहिँ फेभरेट। अरू केही पनि खाँदैन नि मेरो बहिनी। तपाईँहरूको चाहिँ त्यस्तो घरमा को हुनुहुन्छ कमेन्टमा भन्नु है। मेरो बहिनी सानो चाहिँ बहिनी, ऊ चाहिँ केही नै सब्जी खान्नन्, आलु म्यागी, अरू केही नै खान्नन्। माछा मासु त खान्छन् अब। त्यहाँबाट मलाई साग भनेर 2 जना मान्छे 2टा सब्जी। हेर्नु न यहाँ अब यस्तो त छ हाम्रो। साग म यहाँ सफा गर्न थालेँ। माटो साटो हिलो सिलो किरासिरा हुन्छ नि त, सफा गर्नु पर्यो भनेर यता म मेरो बहिनीलाई सब्जी बनाइदिन लागेँ। भुटुवा सब्जी हो चाहिँ, यो चाहिँ आलु हो। अनि हेर्नु न, खाउ लाग्यो होला है, मलाई त पानी नै निक्लिँदैछ गाइस। त्यहाँबाट यता साग काटकुट पारेर यता फेरि आएँ म साग सब्जी आलुको सब्जी पकाउन बसेर। यता स्कुटी धुने थियो मेरो चाहिँ। हिलो सिलो त्यस्तो त थिएन, धुलोहरू थियो गाइस, थुप्रै भएको थियो नि त नधोको। अनि म चाहिँ यहाँ पुरा चडक चुडुक पारेर धुँदैछु। धुँदै फेरि आएँ म चाहिँ यता सब्जी हेर्नलाई। सब्जी चाहिँ पाकिसकेछ। त्यहाँबाट निकालेर मैले त्यसमैले गाइस, हेर्नु न कस्तो छ मेरो चाहिँ दिमाग। त्यसमैले मैले चाहिँ यहाँ फेरि साग पनि गरिदिएँ। अलिकति आलु राखेर म चाहिँ त्यसमै साग पनि लगाइदिएँ। हेर्नु एक चिकारमा के भन्छन् गाइस, त्यो चाहिँ म भन्दै चाहिँ एक निशानमा 2 शिकार भनेर नि त्यही हो गाइस। बल्ल सही भने होला है मैले यो चाहिँ। अनि म चाहिँ यहाँ साग ओइराउँदैछु होइन। ओइराएर यहाँ चाहिँ म हालिरहेको छु अब साग र आलु त अघि पाकेको छ, फेरि साग पनि हाल्दै गाइस यहाँ। अनि त्यहाँबाट चाहिँ अनि म पुरा नुहाइधुवाइ गरेर हजुरहरूलाई हाई भनिदिन्छु मेरो स्टाइलले गाइस। बाहिरको देख्न सक्नुहुन्छ घाम भने झापक झिपिक छैन, केही पनि मधुरो भएको छ दिनकाल। फुल चाहिँ ढपक्कै भएको छ है, फुलेर हाम्रो घरमा चाहिँ। अनि त्यहाँबाट चाहिँ म खाना फाइनली गाइस 2 बजेको थियो खाना बस्दाखेरि। फाइनली खाना चाहिँ बसिसकेको छु। हजुरहरूसँग गफ गर्दै खाइरहेको छु गाइस। यहाँ देखाउँदैछु आलुको भुटुवा, यता छ साग आलु भनेर मेरो बहिनीको फेभरेट भनिरहेको छु है म चाहिँ यहाँ चाहिँ। अनि यो चाहिँ मेरो फेभरेट भनेर भन्दैछु। त्यहाँबाट अनि यो चाहिँ चटनी गाइस, के को भन्नु त लु, माछाको मै भनिदिन्छु। तपाईँहरूलाई कसरी थाहा होला नि, मैले खाँदैछु त मलाई नै थाहा छ नि त। माछाको चटनी हो यो चाहिँ। त्यहाँबाट म चाहिँ यहाँ धमाधम खाइरहेको छु। भोक चाहिँ खतरा लागेको थियो नि गाइस। एउटा रोटीले 2 बजी तक बसेको हो त्यही पनि, हेर्नु न। त्यहाँबाट अनि म चाहिँ गएँ खानासाना खाइसकेर मेरो बाख्रालाई यहाँ यता बाख्रा सार्न भनेर गएको थिएँ। त्यहाँबाट अनि घर आएर सानी पनि भातसात खाइसकेको रहेछन्। त्यहाँबाट गएँ म चाहिँ मेरो साथी घर।
साथी घर थुप्रै भएको थियो नगएको म चाहिँ अनि वहीँ जान भनेर स्यानीले भनिन् म स्कुटी निकाल्छु दिदी दिएन भनेर पुरा ताम्सेर लादिन्छन् पुरा ऊ चाहिँ कामदेखि देख्न सक्नुहुन्छ अरे हो म चाहिँ भनिरहेको थिएँ बिस्तारै बिस्तारै लैजाऊ नै नडराउ भन्दै म चाहिँ उसलाई भनिरहेको छु हिम्मत दिइरहेको छु गाइस हिम्मत पछाडिबाट यहाँ चाहिँ अनि उसले चाहिँ बानमा चाहिँ माथि उठाउन सकिनन् तर त्यहाँ रुखाउ भने मैले चाहिँ अनि मै लान्छु भनेर त्यहाँबाट मेरो साथी घर म चाहिँ पुगिसकेको छु यहाँ न मेरो साथीको सानो चाहिँ छोरा क्युटी कति क्युटी बेबी छ है यहाँ न मसँग पुरा गफ गरिरहेछ सानीसँग पनि पुरा गफ गरिरहेछ गाइस त्यहाँबाट अनि यहाँ चाहिँ म चाहिँ बोलाइरहेको छु उसलाई चाहिँ के भनिरहेको छु उसलाई चाहिँ चाबी चाहियो अरे हेर्नु न अब चाबी चाहियो अरे स्कुटीको चाबी मैले चाहिँ दिएँ आजको भ्लग यतिमै बाई बाई फेरि नेक्स्ट भिडियोमा